हामी चढ्दैछौँ प्लेनमा ल हामी चाहिँ अहिले प्लेनमा चढिसकेको छौँ हामी चाहिँ अब फर्स्ट फ्लाइट छ शार्लट टाउन टु मोन्ट्रियल अनि त्यहाँपछि अरू फ्लाइटको लागि चाहिँ कुरा गर्दै गरौँ है म चाहिँ झ्यालको चिन्न परेको छु अनि डाकिएर म छुट्टेको छौँ Right now we are at Montreal. Here we have around 10 hours transit, so we are gonna find a place to sit and we are gonna take bathroom break and maybe eat something before our flight. अब हामीसँग 10 घण्टा छ त्यसैले हामी अब अलिअलि यताउता गर्छौँ कि रेस्ट गर्छौँ है त भयो Okay, how do you feel? Good? कस्तो फिल भइरहेको नेपाल जाँदाखेरि खतरा ओके गाइस हामी एकदमै 2-3 दिनको प्याकिङले गर्दाखेरि वी आर भेरी टायर्ड आज पनि छिटो उठ्यौँ अनि बिरामी पनि अलिअलि छम खोकी लागिरहेको छ है अनि थकै लाग्छ एकदमै भारी छ कि ब्याग पनि डाक्टर पनि मेरो दुईवटाको ब्याग भेरी हेभी भर्खरै खाजा लिएर आएको फाइनल्ली दोहा आइपुग्यो अब हामी फाइनल्ली 12 घन्टाको फ्लाइटपछि दोहा आइपुगे अब हामी 10 घन्टा कुद्छौँ है यो चाहिँ हाम्रो प्लेनको ओके गाइज हामी चाहिँ अहिले ट्रान्जिटमा छौँ 10 घन्टा कुर्दैछौँ एकदमै थकित छौँ मुखमा नि एकदमै थकित देखिरहेको छ अब नेपाल पुग्न एकदमै एक्साइटेड कहिले पुग्छ जस्तो भयो है धेरै चाहिँ छैन अब तर लास्ट लगेला यार भन्छ अनि यहाँ चाहिँ हाम्रो फ्लाइट चाहिँ 2:55 मा हो खास अनि 2:55 भन्दा पछिको फ्लाइटहरू सबै लाइक त्यो बोर्डहरू हुन्छ नि त्यहाँ चाहिँ देखिरहेको हाम्रो चाहिँ देखेको छैन त्यसैले हामीले हेल्पडेस्क नगरेर सोध्यौँ अनि तिनीहरूले के भनेको भने फ्लाइट चाहिँ छ तर कन्फर्म भइसकेको छैन भने अहिले 11-12 बज्न लागिसक्यो अब हाम्रो फ्लाइट क्यान्सल भयो भने के गर्ने हुनु क्यान्सल नहोस् भन्ने आशा छ गाइज है तर क्यान्सल भयो भने त म त यहाँ आगो लगाइदिन्छु तिमी उस जस्तो होला बालेन जस्तो फेरि
ओके गाइज हामी चाहिँ बिजनेस क्लासमा अपग्रेड भएको छौँ त्यसैले सुरुमै आएको छौँ है प्रायोरिटी पाउँदाखेरि खुसी हुँदो रहेछ गाइज बिजनेस क्लासको चाहिँ Ladies and gentlemen, this is your captain speaking. My name is Massimo Rossi. I'm the operator of the Florida Collection Import is 1787. Track to our 650 destination Kathmandu. एयरपोर्ट आइसक्यौँ नेपालको एयरपोर्ट ल फाइनल्ली ल हामी चाहिँ अब पोखरा जान लागेको है फाइनल्ली पोखरा जाँदैछौँ बन्द हुन्छ होला तिनीहरूले चार्ज गरेर गर्दैछ कि अनि हामीलाई अब त्यही घर जाँदाखेरि कस्तो हो के हेलो भन हेलो ल गाइस हामी फाइनली पोखरा आइसक्यौँ हेलो बाई 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 हुन्छ हामी गयौँ है त राम्रोसित जानु गाइस पोखरा एयरपोर्ट फाइनली पोखरा आयौँ है हाम्रो त्यो ब्याग दिनु कता हो त्यो अगाडि मेरो No. It's all over, guys. Yes. Happy birthday. पहिला म जान्छु है तिमी व्याख्या बोल्नु सरप्राइज दिन्छ थ्याङ्क यू एकदमै नाति सरप्राइज दिन्छ भन्ने होइन त्यो युट्युबमा त्यस्तै देखेको थियो नि त सरप्राइज दिन्छ भनेको मलाई त्यस्तै लाग्यो एकदम खुसी लाग्यो ल झन् राम्रै भएछ ल मम्मीको त्यस्तै हो त्यो
होइन के अरूवाला के यो सामान मान्छे भनेको खोइ सामान भन्दै के हो दिदी अनलाइनको सामान पनि के हो भयो अर्के हामी पुरा त्यत्रो छ ढिलो आउँछ सम्झिरहनु नि अनि सरप्राइज हो के भनेको सिकेकै होइन त म चाहिँ देखेँ होला त्यो सरप्राइज भनेर आउनु त अनलाइन देखिराखेको थिएँ कि यो एयरपोर्टमा नि हुन्छ नि त नेट त कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो सरप्राइज कस्तो लाग्यो कस्तो लाग्यो हजुरलाई सरप्राइज एकदम हामी सरप्राइज भयो एकदमै अब तिमी त सरप्राइज होइन तिमी त रोकै फोटो भिडियो छ